This is body man brain house. Body अच्छा भनेर भनेर कि This is man glass person woman पानी हो यो पानी खानु पर्यो drink water drink water drink water drink water यो आज ह्याप्पी फ्राइडे आज कति हो फागुन 15 गते भइसक्यो फागुन 15 गते यसपालि होली पनि हुँदैन चुनावले गर्दाखेरि होली नै हुँदैन केही हुँदैन म मात्र हुन्छ There is no holiday today आज फ्राइडे हो 15 दिन भनेपछि 21 दिन बाँकी अब 21 गते भनेपछि 5 दिन बाँकी just 5 days for election in our Nepal. There is a good response by public demand. There is one party which is just public demand, and this party name is Gandhi Party. Gandhi Party चाहिँ balance आएको हो क्या just a new person हैन अनि just new young generation come to take the हैन to take control हैन the country हैन and then what's happened everyone don't know हैन what happened next हैन just there is old come or new come I don't know but be good all good हैन just be positive and I have no voter ID मैले voter ID बनाइन के मसी भर बैशाखमा त आएको जेठ असार साउन भदौ असोज कार्तिक मङ्सिरसम्म थियो मैले याद त गरिरहेको थिएँ तर फेरि मसँग केही छैन जानु पर्थ्यो रहेछ अब जस आई मिस बालिनलाई एक भोट चाहिँ मिस भयो कि मेरो सरी हैन सरी भन्न चाहन्छु जस्ट 5 इयरमा त देश चेन्ज हुन्छ नि त अनि जस्ट आइएम सरी हैन मैले बनाएन किनभने मेरो एउटा जस्ट राइट हो नि त यो भोट हाल्नु पाउने जस्ट हैन एउटा घर भनेको एउटा होम एउटा कन्ट्री भनेको एउटा होम हो कि होम कन्ट्री भन्छ नि त्यही भएर अनि घर जहाँ अब 3-4 जना 2 जना भएको घर त यति सम्हाल्न गाह्रो हुन्छ अनि यत्रो 3 करोड जनाको घरको अलि गाह्रो हुन्छ नि त आई वान्ट टु बी अ 3 मिनिस्टर त्यो चाहिँ पछि भन्छु आज कामै काम छ मेरो आज तल नि आज मासु हान्ने आज अहिले तल आज बबाल ब्लग आउँछ आज स्टोरी सब मैले खाली राखेको आज हिजो अस्ति त्यो माथिको बच्चाहरू थियो अनि माथिको बच्चाहरू भने यस्तो देखाइदिनु पर्छ त्यहाँनिर राखेको थिएँ 6-7वटा अनि त्यो भएर अलिक गाह्रो भएको थियो क्या तर अहिले मैले जस्ट चेन्ज अनि मैले मेरो लाइफलाई फोकस गरेँ नि त त्यही भएर अनि focus on yourself beautiful girl is everywhere भने so you just focus on yourself believe in yourself you पानी खायो भने वाटर मेक योर स्किन हैन स्किन ब्राइट एन्ड गुड हैन स्किन कलरहरू नेचुरल बनाउँछ नि त मैले क्रिम लाउँदैन कहिले मैले महिनामा एकचोटि चाहिँ मैले उस गरौँ जस्तो लागिरहेको त्यो फोरहरू के भन्छ फेस वास के खतरा गरिदिन्छ यसो फेस वास गर्नु अलि मैलोहरू हुन्छ नि त धेरै युज गर्नु हुँदैन कि कस्मेटिक सामानहरू केमिकल मिसाल्नु हुन्छ नि त जस नेचुरल ब्युटी इज गुड हैन नेचर इज गुड के इफ यु वान्ट टु प्ले विथ नेचर हैन प्ले विथ हिट ब्याक हान्दिन्छ नेचरले सो बी पोजिटिभ भोटेले युट्युब भिडियो बनाउने स्टाइल चेन्ज हान्ने दिस इज बोटे म्यान बोटे इन द हाउस बोटे चेन्ज द वर्ल्ड चेन्ज हान्ने मान्छेले हैन जस्ट
यो अब दामी गीत झर्न लाग्यो मेरो मनी हुनु पऱ्यो होइन दामी गीत झर्छ मेरो फेरि एल्बममा लभरेको यो मेरो पोखरा सिटी यसो यो मेरो पोखरा सिटी लाफ्रेर मजाले बिजी जस्ट आई वान्ट टु जस्ट पोखरा सी टाउन हेलिकप्टरमा प्लेनमा हेलिकप्टरमा जान्छु होला चुई चुई जाने आउने घर छोड्नु हुँदैन मैले घरकोले छोड्दैन 5 ग्रुपमा बस्छु म 5 ग्रुप आई वान्ट टु लिभ इन 5 ग्रुप एन्ड पोखरा एन्ड दुइटा चाहिँ मेरो फेभरेट प्लेस हो कि नेपालको पोखरा सी टाउन हाम्रो मम्मीको लेबेन्डुमा लेबेन्डु छैन भने यस्तो खाले नमने पैसा पाँच रुपियाँ माग्नु पऱ्यो 5 रुपियाँ लेबेन्डुलाई साढे अनि अर्को एउटा बढ्यो अन्त माइक लगाइसकेँ मैले सबैजना साइट थाहा भयो मलाई के हो रङ के हो राइट लास्टै गाह्रो बाटे मलाई हिजोको नाइट यो चाहिँ ब्याक एल्बमको अब कति लिस्टमा पर्छ जस्तो मैले यस्तो लेखेको छैन कि अहिले मैले जस्ट वर्डहरू मात्र लेखेर होइन माथिको जस्तो हुन्छ नि त्यसको जुन मेन हुन्छ नि गीतको एउटा कन्टेन्ट अनि त्यो चाहिँ लेखेर अनि जस्ट छोडेर राखिदिएको कि मलाई लेख्नलाई पनि मन नै छैन होइन जोस जाँगरै छैन किनभने मेरो 17वटा जस्ट मेरो होलमा बस्यो अनि त्यो भएर नि आएपछि फेरि मैले यस्तो ब्याक टु ब्याक हिट दिन्छु ब्याक हिट दिन्छु ब्लोन्डीहरू राखेर अझै पाल्छु होला कपालमा यार थाहा छैन अब पाल्छु कि काट्छु गाली गरेर काट्यो भने सोझो हुन्छ बढे अन द माइक लगाइसकेँ मैले सबैजना साइड मलाई थाहा भयो के हो रङ के हो राइट लास्टै गाह्रो भएको थियो मलाई हिजोको नाइट यो दिस बढे अब चाहिँ जस्ट आँखामा कहिले हेरेनौ माया मेरो प्रेम यावेश थापाको मुस्कुराएर चेक आउट त्यो चाहिँ मेरो उसले मेरो यस्तो के अब मैले चेक गर्दाखेरि पाएको थिएँ अनि त्यो चाहिँ सुन्दर रहेछ कसैले मुस्कुराएर यसो बोलीले हो कि क्या हो मायालु मोहनी केले लगायो कान्छी तिम्रो आँखैले हो कि सासैले हो आँखामा कहिले हेरेन माया मैले डक्टरलाई सिगान कसरी आउँछ भनेर सोध्छु कि यो म बातल बन्न जान्छु अब दिस बडी म्यान बडी इन द हाउस